सबसे भन्दा राम्रो चाहिँ अहिले हामीले यो फल्ने धेरै आमदाम दिने सालिने फल्ने चाहिँ मधुपुरी राम्रो छ। अब यो फुल्नेमा यिनीहरू भालेपोथी चाहिन्छ चाहिँदैन? यसलाई भालेपोथी चाहिँदैन। भालेपोथी अब भनाइ छ यो जब एकै बोटमा भाले र पोथी हुन्छ भन्छ, अब त्यो कहाँ हो सत्य हो, त्यहीँबाट त्यो अग्लो हाइट गएको चाहिँ टुप्पीमा फुलेको चाहिँ त्यसलाई भाले भन्छ, फेदमा फुलेको त्यो पोथी भन्छ, त्यो चाहिँ म पनि साह्रै पत्याउँदिनँ। अब त्यो एकै बोटमा भाले र पोथी टुप्पोमा फलेको चाहिँ भाले भन्ने हो, भाले हुन्छ भन्छ। यो चाहिँ तपाईँको यो त अडिन्छ, योभन्दा ठुल्ठुलो चाहिँ टुप्पोको फल लाग्दैन, सबै खस्छ, त्यो चाहिँ भाले, त्यो चाहिँ भाले भनेर भन्छ। तर के कसो त्यो चाहिँ बुझ्नु सकिँदैन, खाल्दै खन्नु। कतिको खनेर चाहिँ यसलाई मान्छेले भन्छ के अरे 4 फुट भन्छ, 4 फुट खन्नु हुँदैन। मैले अध्ययन गरेँ अनुसार चाहिँ यसलाई ढेर भनेको 1.5 फुट नभए 1 फुटै खन्नुपर्छ। किनभने अब तल गहिरो खनियो भने त्यो रुखी माटो भेटियो, त्यसको जरा त तल उछरिनु पाएन। माथि खनियो भने यसले माथिबाट त मल्लिने हो, माथिको झोस पतिङ्गाहरू के सोतरहरू कुहेको हुन्छ, त्यसले त माथिबाट मल हुने। र गहिरो चाहिँ खन्नु हुँदैन। यसलाई 1 फुट 1.5 फुट, ढेर भनेको 1.5 फुट नभए 1 फुटमा पनि हुन्छ। यो राम्रो रिसप्लिन्छ, राम्रो। यसलाई सिँचाइको लागि पानी कतिको दिनु? यसलाई सिँचाइको लागि खासै यो लिचीलाई चाहिँ पर्दैन यहाँ। नमस्ते दाजु। नमस्ते। हजुरको परिचयबाट सुरु गरौँ न। मेरो धनकुमार शिवथुङ्खा राई। शिवथुङ्खा राई, हजुर। तपाईँले फलफुल खेती गर्नुभएको जम्मा कति जमिनमा गर्नु? मेरो लगभग 22 कठा जतिमा छ। 22 कठामा फलफुल खेती गर्नु? हजुर हजुर। त्यसमा कुन कुन जातको चाहिँ फलफुल गर्नु? विशेष गरेर मैले केरा खेती लगाएको छु, लिची लगाएको छु, त्यसमा सुपारी अनि नरिवाल, अमिलो कागती, हाइब्रिड कागती, हाइब्रिड कागती भन्छ। तपाईँले यो फलफुल खेती गर्नुपर्छ भनेर चाहिँ कसरी शिक्षा पाउनुभयो, कहाँदेखि शिक्षा लिनुभयो? यो त मैले यो ठाउँमा अब हाम्रो पहिला धान त्यति नफल्ने अनि नफलेको कारणबाट हामीले के चाहिँ गर्नुपर्छ भन्दाखेरि उपाय खोज्दा चाहिँ हामीले फालफुल खेती सुरु गर्ने इच्छा गरियो। अनि पहिला हामी केरा रोप्यो, त्यसपछि केराबाट अनि पनि राम्रै आमदाम गर्नु सक्यो। त्यस पछाडि हामी लिची, अनि लिचीबाट पनि हामीले राम्रै आमदाम गर्नु सक्यो। त्यसपछि सुपारी, त्यसपछि नरिवलबाट हामीले राम्रै आमदाम गर्नु। धानभन्दा यसले धेरै फाइदा भएको कारणबाट हामीले यो खेतीतर्फ हामी अघि बढ्यौँ। त्यो अगाडि बढ्नुभयो? हजुर। आजभन्दा कति वर्ष अगाडिदेखि? यो मैले लगभग यो केरा खेती त धेरै पहिलेदेखि नै हो। यो लिची खेती चाहिँ लगभग 72 सालदेखि सुरु गरियो होला। 72 सालदेखि भनेपछि लगभग यतिखेर 11-12 वर्ष भयो 11-12 वर्ष भयो। भनेपछि तपाईँहरूको जीवन यसैले धान? हजुर हजुर, हाम्रो यसैले नै हो। हुन्छ। तपाईँको बगानतिर? हाम्रो बगान, तपाईँको बगान भनेको चाहिँ मेरोतिर यो अब कोलाहरू भयो? कोलाहरू भयो भनेपछि त कोला पनि त ठुलो खालको भयो। कोला यहाँनिर ठुटुलै छ। लिची पनि लिची पनि छ, त्यसमा नरिवल पनि छ, सुपारी। तपाईँको यो लिची बगानमा आएको छौँ, लिची एकतिर फुलिरहेछ। हजुर। यो फुल्ने सिजनमा चाहिँ अलिकति किसानले ध्यान दिनुपर्ने चाहिँ के छ अलिकति? फुल्ने सिजनमा यो फुल्नुभन्दा अगाडि हामीले यो माघ महिनातिर चाहिँ यसलाई किराबाट बचाउनको लागि चाहिँ हामीले अलिअलि औषधि हान्नुपर्ने हुन्छ। औषधि भन्नाले हल्का त्यो किराबाट बचाउनलाई हामीले अलिअलि औषधि हान्छौँ। पहिला त हान्नु पर्थेन, अहिले चाहिँ अलिकति मौसम खराब भएको कारणले कसैले हान्छ कसैले हान्दैन। मैले पनि अलिअलि यो चोटि चाहिँ हानेको छु। यो चोटि हानेको छ है। अनि फल लाग्ने सिजनमा के अरे अब यतिखेर फल लाग्ने सिजन पनि भयो नि त होइन? अब ठ्याक्कै फल अराउने दबाई पनि लाउनु? हामीले पहिला चाहिँ हान्थ्यौँ न, अहिले सबैले हान्ने भएर यो फुलिसकेपछि फुलेर मसिनो चिचिला गुटी बन्नु थालेको सुरु भइसकेपछि हामीले यो चिचिला अरिने भिटामिन हल्का तरिकाले हान्नुपर्छ। नहान्दा पनि हुन्छ। मैले यहाँ पहिला त यहाँ हानिनँ पनि, पर एउटा मेरो बगान छ त्यहाँ चाहिँ हान्छु। यहाँ चाहिँ पोहोरको साल पनि खासै हानिनँ, यो साल पनि हानिनँ। हान्दा पनि हुने रहेछ, नहान्दा पनि हुने रहेछ। नहान्दा चाहिँ राम्रो हो, किनभने नहान्दा चाहिँ अर्ग्यानिक हुन्छ। हान्यो भने चाहिँ त्यो विषादी हुन्छ के हुन्छ र मान्छेले त्यति मन पराउँदैन हुन्छ। र नहानेको र हानेकोमा धेरै फरक पर्छ। नहान्नु नै राम्रो, हानेको एकदम राम्रो देखिन्छ तर त्यसको राम्रो हुँदैन। हानिएन भने त्यो चाहिँ एकदमै नराम्रो देखिन्छ तर त्यसको टेस्ट चाहिँ एकदम मिठो राम्रो, त्यो अर्ग्यानिक मानिन्छ। तर यहाँ चाहिँ म हान्दिनँ। यो मेरो लगभग यो 55 झ्याङ बगान छ, यहाँ चाहिँ म हान्दिनँ। यसको लागि चाहिँ अर्ग्यानिकै म बनाउँछु। यहाँ चाहिँ जस्तै अब यो फुलिरहेछ नि दाइ होइन? हजुर हजुर। अब यो फुल्नेमा यिनीहरू भालेपोथी चाहिन्छ चाहिँदैन? यसलाई भालेपोथी चाहिँदैन। भालेपोथी अब भनाइ छ यो जब एकै बोटमा भाले र पोथी हुन्छ भन्छ, अब त्यो कहाँ हो सत्य हो, त्यहीँबाट त्यो अग्लो हाइट गएको चाहिँ
टुप्पीमा फुलेको चाहिँ त्यसलाई भाले भन्छ, फेदमा फुलेको त्यो पोथी भन्छ, त्यो चाहिँ म पनि साह्रै पत्याउँदिनँ। अब त्यो एकै बोटमा भाले पोथी टुप्पोमा फलेको चाहिँ भाले भन्ने हो, भाले हुन्छ भन्छ। यो चाहिँ तपाईँको यो त अडिन्छ, योभन्दा ठुल्ठुलो चाहिँ टुप्पोको फल लाग्दैन, सबै खस्छ, त्यो चाहिँ भाले, त्यो चाहिँ भाले भनेर भन्छ। तर के कसो त्यो चाहिँ बुझ्नु सकिँदैन। ए यो लिची तपाईँकोमा कति जातको रोप्नु भएको छ नि? मेरोमा यहाँनिर अहिले लिची 3 जातको छ। 3 जातको छ? हजुर। कुन जातको छ? मधुपुरी, अनि चाइनिज, त्यहाँदेखि सिक्लेस। अनि सबसे भन्दा राम्रो चाहिँ अहिले हामीले यो फल्ने धेरै आमदाम दिने सालिने फल्ने चाहिँ मधुपुरी राम्रो छ। ए यो बोट चाहिँ कुन? यसलाई मधुपुरी भन्छ। ए मधुपुरी। ए यो रोप्नु भएको चाहिँ कति वर्षमा चाहिँ यत्रो हुँदो रहेछ? यो रोपेको त लगभग 6-7 वर्ष भयो। तर 6-7 वर्ष भयो, त्यस बेला मेरो स्याहार थिएन। स्याहारियो भनेर राम्ररी स्याहारियो भने चाहिँ राम्ररी यसलाई औषधि पानी सहित मलजल गरिदियो भने यतिको बोट झन्नै 4 वर्षमा हुन्छ। 4 वर्षमा हुन्छ। तर मल चाहिँ तपाईँले लिची बोट रोप्दै गर्दाखेरि होइन, हजुर, कसरी चाहिँ रोप्नु सकिन्छ नि? यसलाई राम्रो तरिका चाहिँ के गर्नुपर्छ भने अब मैले अध्ययन गर्नु साल चाहिँ रोप्नुभन्दा अगाडिको साल चाहिँ के गर्नुपर्छ भने यसलाई तपाईँको खाल्टा खन्यो सकिन्छ भने चाहिँ यसलाई बाइलाको झोसमोल अथवा सेउला आलु लिएर त्यो खाल्टामा जलाउनु पर्छ। त्यो जलाउनुको कारण चाहिँ के भने त्यहाँको कीटाण, त्यो खाल्टाको कीटाण मरोस्। अनि मरेपछि 1 वर्ष पछि चाहिँ कम्पोस्ट मलहरू के ल्याएर त्यो ठ्याक्क रोप्नुपर्छ। त्यसो गर्दा चाहिँ सप्रिन्छ। त्यतिकै खाल्टामा के अरे नजलाई कुनै रोप्नु सकिन्छ, त्यो चाहिँ त्यति सप्रिँदैन। भनेपछि यसले चाहिँ सुरुमा खोल्टै खन्ने हो? खाल्टै खन्नु। कतिको खनेर चाहिँ यसलाई मान्छेले भन्छ के अरे 4 फुट पर्छ, 4 फुट खन्नु हुँदैन। मैले अध्ययन गरे अनुसार चाहिँ यसलाई ढेर भनेको 1.5 फुट नभए 1 फुटै खन्नुपर्छ। किनभने अब तल गहिरो खनियो भने त्यो रुखी माटो भेटियो, त्यसको जरा त तल छरिनु पाएन। माथि खनियो भने यसले माथिबाट त मल्लिने हो। माथिको झोस पतिङ्गाहरू के सोतरहरू कुहेको हुन्छ, त्यसले त माथिबाट मल हुने। गहिरो चाहिँ खन्नु हुँदैन। यसलाई 1 फुट 1.5 फुट, ढेर भनेको 1.5 फुट नभए 1 फुटमा पनि हुन्छ। यो राम्ररी सप्रिन्छ। राम्रो। यसलाई सिँचाइको लागि पानी कतिको दिनु? यसलाई सिँचाइको लागि खासै यो लिचीलाई चाहिँ पर्दैन। यहाँ हाम्रोमा त अब सिँचाइको सुविधा त्यति छैन। अरू जतिको चाहिँ यसलाई लिचीलाई सिँचाइ पर्दैन। ए तपाईँले आज 3 जातको रोप्नुभएको छ भन्नुभयो? हजुर, 3 जातको देखाउनु। तपाईँको अघि त्यो पल्लो देख्नुभयो मधुपुरी भन्छ, यसलाई भन्छ तपाईँको चाइनिज भन्छ। यो चाहिँ चाइनिज जातको। यसले चाहिँ तपाईँको उस्तै पर्यो भने बिराएर फर्छ। अब यो पोहोरको साल मर्ने गरी फल्यो भने यसपाल हेर्नुहोस् एउटा एक छुङ्गा मात्रै फलेको छ। यसले बिराएर फर्छ। खास चाहिँ हामीले रोप्नुपर्छ चाइनिज। पर मेरो घरबारीमा छ त्यो चाहिँ सिक्लेस। त्यो सिक्लेस पनि अलिकति चाहिँ मैले बिराएरै मात्रै फलेको रहेँ। भनेपछि यो चाहिँ चाइनिज लिची? यसलाई चाहिँ चाइनिज भन्छ। किसानले ठ्याक्कै खेती गर्दाखेरि र मनक्कै आम्दानी गर्नको लागि चाहिँ कुन लिची अलिकति धेरै रोप्दाखेरि हामीले चाहिँ सिक्लेसै रोप्नुपर्छ। त्यो परको सिक्लेसै हाम्रोमा 12 भन्नाले बिराउँदैन। त्यसले चाहिँ सिक्लेसै सालिँदै फल्छ। ए हामी यतिखेर तपाईँको बगानमा होइन? हजुर। र तपाईँको बगानमा आएर यो लिची खेतीको बारेमा हामी हेरिरहेको छौँ। हजुर। यो लिचीलाई जस्तै बिरुवाबाट हुर्काउनको लागि चाहिँ कतिको जिम्मेवारी? यो बिरुवाबाट हुर्काउनु धेरै भन्दा धेरै गाह्रो छ। मलाई हुन्छ सानो डाला रोपिन्छ, कलमी बनाएर यत्रो डाला रोपिन्छ, यत्रो डालादेखि यत्रो बनाउनु त निकै नै गाह्रो पर्छ नि। यो त्यसो गर्दा चाहिँ कलमी। तपाईँले यो बिरुवा चाहिँ कहाँदेखि ल्याउनु भयो? यो बिरुवा पहिला मैले गुवाबारीदेखि लिएँ। त्यस पछाडि गुवाबारीदेखि लिएर दमक महादेव नर्सरीदेखि पनि लिएँ। अनि त्यस पछाडि चाहिँ हुर्किँदै गयो। आफै मैले कलमी बनाएर आफै नै रोपेँ। कलमी पनि गर्नु? आफै बनाउँछु म कलमी, आफै रोपेको। अब यो फुल हो नि? हजुर। अब लगभग कति महिनादेखि चाहिँ यो खानलाई तयार हुन्छ? अब यो फुलको सुरु चाहिँ यो लगभग कोही साल चाहिँ पुष महिनादेखि यसले कोपिला सुरु गर्छ। कोही साल चाहिँ माघ महिनादेखि हुन्छ। त्यो अब मौसम गडबड भएको कारणले गर्दा अब यो अहिले अब चैत भनौँ न, अब वैशाख अन्तिममा चाहिँ यो खाने बेला हुन्छ। पुरा वैशाख अन्तिममा चाहिँ हुन्छ।
वैशाख अन्तिममा चाहिँ हुन्छ। यसमा फल लाग्दाखेरि चाहिँ तपाईँले भिटामिनहरू दिनुहुन्छ कि? हजुर हजुर, अलिअलि यसो म चाहिँ खासै भिटामिन हुँदैन, यहाँ पँधेरा लाग्छ कि किरालाई चाहिँ यसो तर्साउने काम चाहिँ म गर्छु। तर्साउने काम। जुन फल लाग्दाखेरि चराचुरुङ्गीले चाहिँ कतिको दुःख? चराचुरुङ्गीले चमेराले चाहिँ अलिक दुःख दिने हो, अरू चराले चाहिँ त्यति आक्रमण गर्दैन, र त्यो पँधेराले अलिक दुःख दिने, त्यसलाई चाहिँ बेला बेला चेक गरिरहनुपर्छ, यसो अलिअलि औषधिहरू के हालेर चाहिँ हटाउने काम गर्नुपर्छ। धेर विषादी हान्दा पनि अब अर्ग्यानिक त भएन, मान्छेले धेरै ट्याङ्कीको ट्याङ्की हान्छ, म चाहिँ सानो ट्याङ्कीले फ्यास 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 जहाँ किरा बसेको छ त्यहाँ मात्रै हान्छु। यो लिचीलाई जस्तै त्यस्तो रोग लाग्ने त्यस्तो यताउता केही हुन्छ? यसलाई रोग लाग्छ, रोग लाग्छ तपाईँको यहाँनिर यो खालको रोग लागेको छ, हेर्नुहोस् यो खालको यो पत्ता यस्तो खुरमुरी हुन्छ, योलाई चाहिँ औषधि गर्नु निकै गाह्रो हुन्छ, यसको चाहिँ औषधि निकै महँगो पर्छ। यसलाई चाहिँ यो कृषि विशेषज्ञले भनेको चाहिँ यसलाई चाहिँ टिपेर यसरी फालिदिनै पर्ने, फाल्यो भने एक बोटबाट अर्को बोट चढ्दैन। यो चाहिँ रोग चाहिँ फेरि आफै आफ हराउँछ पनि, आफै आफ हराउँछ पनि, यसको समय पुगेपछि आफै आफ हराउँछ। यो कृषि जुन तपाईँले यो लिची खेती गर्नुभएको छ होइन? हजुर। यसलाई यो पातहरू यसलाई बोटलाई मजबुत होस् भने त्यस्तो केही भिटामिनहरू दिनुपर्छ पर्दैन? भिटामिन दिनु पर्दैन, भिटामिन आजसम्म मैले दिएको छैन। दिनु पर्दैन। तपाईँकोमा केरा र लिचीकै ठाउँ रोप्नु भएको छ होइन? हजुर। त्यसको असर चाहिँ गरेको छ कि छैन? गरेको छ, त्यसले त असर गरेको छ यो गर्छ। किनभने गर्छ भने अब यो लिची र केरा एकै ठाउँ रहँदा असर किन गर्छ भने केराले चाहिँ असर गर्छ कि लिचीलाई पाउने त्यो मल अनि लिएर हावा लिचीले खानु पाउँदैन, त्यसकारण असर गर्छ। अब कस्तो अब यो केराहरू मसाउनुहुन्छ? यो जब लिची बढ्दै जान्छ तब केरा मास्दै जाने, केरा मास्दै जाने। सुरुमा चाहिँ तपाईँले अनुभव नभएर? अनुभव भन्दा पनि खाली ठाउँ किन राख्ने, अब सानो बिरुवा रोपिन्छ, खाली ठाउँ त्यत्रो खाली ठाउँ किन राख्ने भनेर चाहिँ मैले यो केरा पनि हुँदै गर्छ, अनि लिची बढेपछि केरा बिस्तारै मास्दै जाने भनेर चाहिँ मैले बिचमा रोपेको। भनेपछि थोरै जग्गाको सदुपयोग गर्नुभयो? हजुर हजुर, ठिक हो ठिक। तपाईँले यो लिची यति धेरै खेती गर्नुभएको छ, लगभग 22 कट्ठामा गर्नुभएको छ। हजुर हजुर। यो बजार व्यवस्थापन गर्नको लागि कतिको गाह्रो छ नि? मतलब बिक्री गर्नको लागि तपाईँ यहीँदेखि सेल गर्नुहुन्छ कि ठेका लाग्छ? मैले ठेका दिन्छु। हामीलाई गाह्रो भन्दा पनि हामीले मुख्य कुरो चाहिँ भाउ पाउँदैनौँ, किनभने भाउ त पाउँदैनौँ। अब लगभग 2-3 लाख जाने लिची 50-60 हजार 70 हजारमा माग्छ, हामीले भाउ पाउनु सकेको छैनौँ। एकदम ठेकदारले भावै लाग्दैन। हामी यो फालफुल खेतीमा एकदम मारा परेको छौँ। त्यसमा चाहिँ मारा परेको छौँ। ठेका चाहिँ कस्तो स्थानीय नै आउँछ कि स्थानीय पनि आउँछ, यता बाहिरको पनि आउँछ। स्थानीय भन्दा पनि बाहिरको आउँछ, अब स्थानीय त खासै अहिले आएको छैन। भनेपछि बाहिरकोले अब भाउ लाग्दैन, अब जति भने त्यतिमा दिनै पर्ने हुन्छ। यो पाक्ने सिजनमा चाहिँ रुक्नु पर्छ पर्दैन? खासै यो रुक्नु पर्दैन। त्यसो चोरी डकैती त्यति खासै हुँदैन, राति रुक्नु पर्दैन, त्यो पर्दैन। आनन्दले सुत्नु, आनन्दले बेला बेला चमेरो लाग्छ, त्यो चमेरो बेला बेला चाहिँ हेर्नुपर्छ। चमेराले चाहिँ रोकथाम हामीलाई चमेराको रोकथाम गर्नु सकिँदैन, रुँगेरै त्यो तर्साउने गर्नुपर्छ। त्यो पनि चमेरा पनि कोही बेला आउँछ भने कोही बेला आउँदैन। जब पानी पर्छ, पानी पर्ने सिजन भयो भनेपछि मात्रै आउँछ। घाम यसो लागिबस्यो भने आउँदैन। रातिको सिजनमा पानी पर्ने छ भने चाहिँ आउँछ। पानी राति पर्दैन भने खासै आउँदैन, चमेरा यहाँ आउँदैन। यस्तो राम्रो ठाउँ छ यहाँनिर। तपाईँले यो कृषि खेती गर्दै गर्दाखेरि सरकारबाट अनुदान पाउनु भएको छ? अनुदान दिएन। अब के भयो भने सबैले चाहिँ अनुदान पायो। अनुदान चाहिँ तपाईँको यो लिची नै दिएछ। यो मेरो भर्खर सुरु गर्दा मलाई चाहिँ दिएन। अनि किनभने घरि यहाँनिर कहिले आएको के हो भन्छ, घरि के भन्छ। म भनेको लगभग यहाँनिर 42 सालदेखि आएर बसेको, 50-55-60 साल आउनेले चाहिँ अनुदान त्यो लिची नै प्रशस्त लिएको मलाई चाहिँ दिएन लिची। गाउँकोले मलाई सुनाना पनि मैले सोधी खर्दाखेरि घरि घर छ कि छैन, घरि घरको धुरीले, घरि बसैसराई पुर्जीले भन्दै भने। म भनेको अब 40 सालदेखि आएर यहाँ मेरो घर पुरानो देख्नु सक्दै मलाई दिएन। लिची पनि बाँडेछ तपाईँको के भने पछिबाट नदिए ठिकै छ, म आफ्नै बारीको चाहिँ
सिक्लेस होइन यो मजापुरी राम्रो छ त्यो बनाएर रोप्छु भने तर लिची चाहिँ 9.5 मात्रै गरेर चाहिँ एकदम चाइनिज त्यो चाइनिज चाहिँ तपाईँको बिराएर मात्रै फल्छ 2 साल 3 सालमा अनि मलाई चाहिँ अनुदान खासै दिएको छैन अनि बेला बेलामा तपाईँको यो मलहरू पनि बाँड्दो रहेछ यो लिचीको वरिपरि लाउने बिसारीहरू के त्यो पनि मलाई थाहा छैन मलाई सुनाएको पनि छैन अनि अस्ति मैले कुरा बुझ्दा चाहिँ के अरे बसाइसराई पुँजी ल्याउनु पर्ने के कुरा मलाई भन्यो मेरो बसाइसराई पुँजी त पहिल्यै लिएर मैले त्यस बेला यहाँ पर 12 कोठे भन्नेमा हाम्रो यो तिरो के सबै त्यहाँ तिर्नु पर्ने त्यहीँ मैले त्यो बसाइसराई पुँजी चाहिन्छ भनेर त्यहीँनिर जिम्मा दिएको थिएँ त्यहाँको सचिवले चाहिँ हराइदिएछ हराएपछि अनि मेरो यहाँनिर त्यस्तो अनुदान भन्ने कुरो च्याट्टै मैले पाएको छैन त्यस घरि केले भन्छ अब यो लिची खेती गर्दाखेरि नयाँ लिची खेती गर्नु चाहनेहरूलाई तपाईबाट बिरुवा पनि उपलब्ध छ कि छैन हजुर बिरुवा उपलब्ध हुन्छ त्यसमा कुन जातको पाइन्छ त्यसमा मजापुरी चाइनिज त्यहाँदेखि अलिक कमी हुन्छ होला के अरे सिक्लेसहरू त्यस्तै पाइन्छ सबसे भन्दा सिक्लेस चाहिँ अलिक कमी पाइन्छ किनभने हाम्रोमा अहिले त्यति छैन त्यसकारणले तर 1 नम्बरमा चाहिँ राम्रो चाहिँ यही मजापुरी नै गनिन्छ मजापुरी नै रोप्दा फाइदा त्यही फाइदा हो हामी रोप्नै पर्छ मजापुरी नै यो लिची चाहिँ कुन सिजनमा रोपिन्छ यो लिची चाहिँ तपाईँको जेठ असारतिर रोपिन्छ मैले त तपाईँको यो अहिले देख्दै गरेको बगान चाहिँ मैले मङ्सिरमा रोपेको यो मैले चाहिँ कटिङदेखि भुइँमा झारेको थिएँ भुइँमा झारिसकेपछि चाहिँ मैले अलिक फरक राखेको थिएँ नर्सरी अनि त्यही माटैसँग त्यो राखेकै ठाउँमा माटोकै डल्लैसँग चाहिँ अलग्गै बोकी लिएर चाहिँ मङ्सिरमा मैले रोपेको तर मङ्सिरमा रोप्दा चाहिँ पानी पनि हाल्दै गर्नुपर्छ मङ्सिरमा रोप्दा पनि हुन्छ जाडो सिजनमा रोप्दा पनि भयो हुन्छ सिँचाइ भयो भने चाहिँ गर्नु सक्यो सिँचाइ गरे भने जुनै महिनामा सिँचाइ लाग्यो भने चाहिँ जुनै बेला रोप्न सकिन्छ बिरुवा चाहिँ कसरी गोटा पाउँछ तपाईँको बिरुवा तपाईँको यो सिक्लेस चाहिँ 500 देखि 600 सम्म पर्छ मजापुरी 400 पर्छ भने चाइनिज चाहिँ 350 400 मा पाइन्छ दाजु तपाईँ योभन्दा पहिले विदेश पनि जानुभएको थियो तपाईँ म गएको थिएँ कुन देश जानु म मलेसिया जानुभयो हजुर कति वर्ष कति महिना म त्यस्तै 3 वर्ष बसेँ 3 वर्ष बस्नु त्यहाँदेखि आएर तपाईँले यो खेती गर्नु हजुर म त्यहाँदेखि आएर चाहिँ मैले सुरु गरेँ ज्ञान चाहिँ उतैबाट पनि पाउनुभयो उतैदेखि पनि कसरी नेपाल फर्किनु उतैदेखि पनि ज्ञान पाएँ किनभने अब हामी नेपालीहरू त एकदम काम त गरिन्छ भन्छ गर्नु त गरिन्छ तर मेरो चाहिँ त्यो विदेशको त्यो मलेसियाको बसाइ र चाइनिजको खटाइमा सम्झिँदा चाहिँ काम गरेको होइन हामी चाहिँ त्यो अब 5-6 घन्टा गरिन्छ त्यो चाहिँ आराम गरेको मैले सम्झेँ अनि त्यही सम्झेर चाहिँ चाइनिज जस्तो चाहिँ हामी नसकिने रहेछ अब केही गर्दा आफ्नै देशमा पनि हुने रहेछ भनेर चाहिँ मैले चाहिँ यो फालफुल खेतीतर्फ अगाडि बढेको तपाईँले त्यहाँबाट त्यो शिक्षा पाउनुभयो होइन हजुर हजुर चाइनिजसँग काम गरेको रनकले हजुर आज आफ्नै गाउँठाउँमा सुन्दर बनाउनु भएको छ होइन यो बाँझेको जग्गाहरूलाई खेती जुन फलफुल लगाउनु भएको छ होइन हजुर हजुर अब तपाईँ यो आफ्नो खेती होइन यो लिची बगानबाट कतिको खुसी हुनुहुन्छ तपाईँ यो म एकदम हजुर हजुर त्यही सिँचाइमा मात्रै अलिकति दुःख छ है यो सुपारीको बोटहरू पनि रोप्नु भएको रहेछ होइन कस्तो मजाले लाइनबद्ध तरिकाले रोप्नु भएको रहेछ यहाँ अब यो लिची खेती गर्दाखेरि महत्त्वपूर्ण कुराहरू पनि तपाईँले खुलाउनु भयो एकदम राम्रो कुराहरू राखिदिनु भयो होइन धन्यवाद कसै नयाँ हाम्रा किसान दाजुभाइ तथा दिदीबहिनीहरूले लिची खेती गर्छु लिची खेती गर्नु पर्यो भनेर सोचिरहेको छ भने उहाँले के भन्नुहुन्छ नि यो लिची खेती गर्नुहोस् तपाईँहरू कतिजना धेरै सम्पन्न हुनुहुन्छ तपाईँहरू त्यो के अरे सहर बजारमा भिटा नकिन्नुहोस् यस्तो फालफुल हुने ठाउँमा प्रशस्त फालफुल हुने ठाउँमा त्यतातिर पैसा लाउनुहोस् त्यो अब भिटा तपाईँहरू किन्नुहुन्छ त्यो भिटामा चाहिँ पैसा नलाउनुहोस् यस्तो फालफुल हुने मजाको बगान हुने ठाउँ तपाईँले हेरेर किन्दा चाहिँ तपाईँलाई धेरै फाइदा हुन्छ त्यो अब भिटा किनेर म सबै साथीभाइलाई भन्छु भिटा नकिन पैसा हुनेले चाहिँ यस्तो फालफुल हुने ठाउँ किन भनेर चाहिँ म त्यस्तो सुझाव र सल्लाह सबैलाई दिने गर्छु दाजु अब यो ठ्याक्कै अब यो एउटा गाछ छ होइन हजुर अब यहाँ फुलिरहेछ लिची खेती
गर्दाखेरि चाहिँ विशेष गरेर माटो चाहिँ कस्तो छ? माटो चाहिँ तपाईँको लिचीलाई चाहिँ तपाईँको एकदम कालो माटो मलिलो खालकै हुनुपर्छ। ढुङ्गेनीमा पनि हुनु हुँदैन, किनभने ढुङ्गेनीमा धेरै सुक्खा लाग्छ र सप्रिँदैन। ए मतलब माटै चाहियो, उर्वरै माटै चाहियो, राम्रै माटो चाहिन्छ। फेरि तपाईँको यो माटो चाहिँ एकदम जम्ने ठाउँ पनि होइन, यस्तै अलिक पाखा पखेर उच्च ठाउँ नै चाहिन्छ। पानी जम्ने जम्ने ठाउँमा हुन्छ, तर त्यो लिची एकदम पछि पाकेपछि खल्लो हुन्छ। यस्तो सुक्खाको चाहिँ एकदम गुलियो टेसिलो मिठो। भनेपछि अलिक सुक्खा ठाउँ, अलिक सुक्खा ठाउँ, गोडमेल गर्नलाई चाहिँ कतिको? यसलाई गोडमेल गर्नु खासै साह्रो छैन, यसलाई सजिलै हुन्छ। सजिलै हुन्छ। कुन जातको लिची भन्नुभयो यो चाहिँ? यो तपाईँको मजापुरी। मजापुरी। यसको फल चाहिँ कस्तो हुन्छ? यसको विशेषता अलिकति बताइदिनु। यसको फल एकदम राम्रो हो, एकदम मिठो र स्वादिलो। यो भनेको चाहिँ एकदम राम्ररी फल्ने जातको यो मजापुरी भनिन्छ। व्यापारको हिसाबमा चाहिँ? व्यापारको हिसाबमा पनि यो मजापुरी 1 नम्बरमा गनिन्छ। तपाईँले तीन आइटमको लिची रोप्नु पर्छ? हजुर हजुर। यो मजापुरीमा चाहिँ हजुर हजुर व्यापारमा पनि राम्रो हुन्छ, मतलब पैसा पनि राम्रो आउँछ? राम्रो आउँछ। हजुर, चित्त बुझ्दै आउँछ यसको आउँछ। कस्तो यो फल्ने सिजनमा चाहिँ सबै लिची एकैचोटि फल्ने, फुल्ने, पाक्ने गर्ने? होइन, यो 3 खालको लिची छ, 3 तरिकाले पाक्ने र फल्ने गर्छ, भनौँ फुल्ने गर्छ। कतिको फरक हुन्छ? यो मजापुरी फर्स्टमा पाक्ने हो, त्यसपछि दोस्रोमा जान्छ चाइनिज, त्यसपछि तेस्रोमा जान्छ सिक्लेस। सिक्लेस चाहिँ तेस्रो नम्बरमा पाक्छ। पैसाको उसमा हेर्दाखेरि चाहिँ कस्तो एउटै रेटले जान्छ? सिक्लेस चाहिँ तपाईँको यो मजापुरी 200-250 भन्छ भने सिक्लेस चाहिँ 500ले पनि बिक्री हुन्छ। ए त्यस्तो त्यस्तो राम्रो पनि ठुलो पनि फल हुन्छ। खानुमा टेस्ट हो। यो तपाईँले यसरी 3 जातको रोप्दै गर्दाखेरि सुरुमा चाहिँ कुन जातको रोप्नुभयो? मैले सुरुमा चाहिँ यही मजापुरी र चाइनिज रोपेँ। चाइनिज र मजापुरी रोप्नु? हजुर है। हजुर। कस्तो ठुलो रुख भइसकेको छ यहाँ? हजुर, ठुलो छ। हामी तपाईँको यो बगानतिर पनि हेर्दैछौँ। हजुर हुन्छ। यो लिची खेती गर्दै गर्दाखेरि यो लिची बगानभित्र यो बगानभन्दा पनि पहिले चाहिँ यहाँ के रोप्नुहुन्थ्यो? पहिला मैले यहाँनिर धान पनि पहिला सुरुमा मैले कोदो रोपेँ, त्यस पछाडि सिबर्तहरू, त्यस पछाडि धान, त्यस पछाडि फेरि यो लिची खेती सुरु गरेको। सुरुमा धान खेती गर्नुहुन्थ्यो यहाँ? कोदो पहिला चाहिँ कोदो। कोदो? हजुर, कोदो रोपेँ। धान नहुन्थ्यो यहाँनिर? धान हुन्थेन, त्यस पछाडि के अरे सिबर्तहरू, त्यस पछाडि यो खेत बनाएर चाहिँ धान रोपेको। सुरुमा आउँदा एकदम दुःख थियो? हजुर, एकदम दुःख सन्नु नसकिने दुःख। सुरुमा चाहिँ यहाँनिर कोदो मात्रै फल्छ? हजुर हजुर, कोदो। अब यहाँ चाहिँ फुलेको छैन नि? हजुर, यो चाहिँ उँभोमा चाहिँ फुलेको छ। यो चाहिँ यसलाई चाहिँ भन्छ चाइनिज फुल। यो चाइनिज लिची हो। यो चाहिँ कोही बेला सालमा बिलाएर फल्छ भने, अरूकोमा चाहिँ बिराएर फलेको छ भने, मेरोमा चाहिँ पातलो यो साल पनि फुल्छ, फलेको छ, फल्छ यो चाइनिज लिची। हजुर, चाइनिज। यो यतापट्टिको चाहिँ यो चाइनिज, यो 3 झ्याङ चाइनिज हो, त्यो पल्लो मजापुरी। स्टेप बाई स्टेप रोप्नु भएको रहेछ? हजुर, स्टेप रोप्नु भएको रहेछ। हजुर, रोप्नु भएको रहेछ। यो चाहिँ हाइब्रिड कागती भन्छ, यता तराई भेगमा हुने यो हाइब्रिड कागती। यो चाहिँ हजुर। कोदो खेतीबाट सुरु गर्नुभएको, आज हजुर 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 लिची खेतीमा परिणत गर्नुभएको छ? हजुर हजुर है। हजुर। आज यो यसलाई चाहिँ भन्छ, के भन्छ भने सिक्लेस हो। यो चाहिँ बिरुवा? यो चाहिँ सिक्लेस हो, भर्खरै लिएर रोपेको। यो चाहिँ सिक्लेस भन्छ। कस्तो यो चाहिँ हाँगाबाट निकाल्नु? यो कलमी नै हो। यो साल फुलेन, यो रोपेकै साल फुल्छ पनि, यसले फल्छ पनि, तर यो साल फुलेन, अर्को सालले फुल्छ पनि, यसले फल्छ पनि, कलमी भएको कारणबाट। कलमीबाट है? हजुर। यता ट्याक्कै राख्नु परेछ नि त यो है? हजुर। यो कोला चाहिँ यसको नाम चाहिँ चिनिया कोला भन्छ। कोला चाहिँ कति प्रजाति हो? यो कोला यहाँनिर मेरोमा यहाँ चाहिँ अहिले 4-5 जातिको कोला छ। 5 जातिको? हजुर। के छ त्यसमा? एउटा यो चिनिया भयो, त्यहाँदेखि भोटाङ्गे भन्छ, त्यहाँदेखि लिएर अनि ददिमुङ्रे, त्यहाँदेखि यो धुस्ले, त्यहाँदेखि लिएर मालभोग कोला छ। मालभोग पनि छ। अनि अर्को पनि छ जाँजी कोला। 6 जातको कोला छ मसँग। अनि यो लिचीहरू पनि अब फुल्ने सिजन छ, यहाँ आउँदै दबाई हालिसक्नु भएको? मैले हानेको छुइनँ यहाँ चाहिँ, किनभने मैले हान्नुको कारण चाहिँ यो चाहिँ अर्ग्यानिकै बनाउनु खोजेको। आफैले खानु? हजुर, अलिक ठुलो मात्रै हानेको। के छ अब
तपाईसँग यो लिचीको बिरुवाहरू हैन हजुर। धेरै उत्पादन गरेर दुःख गरेर यहाँसम्म पुर्याउनु भएको छ। आगामी दिनमा प्लानिङहरू के छ? आगामी दिनमा त त्यस्तै हो। अब लिची बिरुवा माग्नेलाई बनाएर दिने पनि मेरो विचार छ। यहाँ पर बनाएको छु नि कलमी। ए बिरुवा छ? बिरुवा यहाँ कलम पनि राखेको छु। हाम्रो बिरुवा पनि हेरौँ न। हजुर कलम पनि यहाँनिर यसरी बनाएको छु यसरी। ए एनर्जी यो कलमी हो। यो अब यसरी कलमी चाहिँ अब यो मैले कटिङ राखेको अब यो उसै पऱ्यो भने यही साल फल्छ। यहाँ लाग्छ फुल्छ फुलिसक्यो। अब यही साल सारेको यो फल्छ। कलमी चाहिँ यसलाई भनिन्छ। यो चाहिँ कलमी? हजुर यो चाहिँ सिक्लेस एकै सिक्लेस मजापुरी 1 नम्बर जातको। यो चाहिँ म चाहिँ 1 नम्बर जातको। यो यत्रो बिरुवालाई ठ्याक्कै बेच्नु पर्दाखेरि यसको दाम चाहिँ कति हो? यत्रो बिरुवालाई 400-500 पनि पर्छ। अब यो निकै हुर्केको मान्छेले यत्रो डाला बनाउँछ। बजारतिर यत्रो डाला बनाउँछ। अब यत्रो डाला बनाउँछ उस्तै पर्यो भने 300-400 पर्छ। यो गाउँमै हाम्रैतिर आउँदा चाहिँ मैले चाहिँ यो डाला आफै रोप्नलाई बनाएको हो। यो आफै रोप्नुलाई यत्रो मात्रै बनाउँछ बजारतिर तपाईँले यत्रो। अब यो जुन यो सिङ्गै छ नि यो सिङ्गै लानु पर्यो भने चाहिँ यसलाई सिङ्गै अहिले यसलाई सिङ्गै लग्यो भने हामीले यसलाई चाहिँ के गर्छौँ भने वरिपरि खनेर परथिको ठुङ्गामा हाल्छौँ। ठुङ्गामा हालेपछि त्यहाँ सरेपछि मात्रै हामी दिन्छौँ लाने मान्छेलाई। ए नत्र यो मर्छ यो। ए त्यति गरेको बापत चाहिँ यसले कति लिनुहुन्छ? यो यति गरेको बापत अब यत्रोलाई त पर्छ नै 500। अब यो सँगै पर्यो नि हैन? हजुर पर्यो यो एउटै पर्यो। यसलाई 500 यो त हुर्की गएको पर्यो नि त 500 पर्छ। तर यत्रो मान्छेले बनाउँदैन किनभने यसलाई बनाउनु निकै गाह्रो हुन्छ। यो सर्नु निकै गाह्रो हुन्छ। यत्रो बनाउनुको लागि यो यत्रो डाला चाहिँ सार्नु निकै गाह्रो पर्छ। निकै गाह्रो पर्छ। तपाईले यो बेच्नु पर्यो भने यसलाई 500 त पर्छ नै। अलिक मसिनो बोटहरु पनि त फुलिरहेको रहेछ। हजुर यो सबै कलमी भएको कारणबाट सबै नै कलमी नै यिनीहरू सबै नै फुलेको थियो। अस्ति खस्यो होला। यो ठ्याक्कै दुईटा तपाईले चाहिँ उसमा सारेर अब बाच्चा रोप्नु सक्नुहुन्छ भनेर चाहिँ हजुर लगभग वारेन्टी दिएरै पठाइदिनु। हजुर हामी योलाई असारतिर मात्रै अरूलाई दिने बिक्रीको लागि चाहिँ हामी असार जेठ असारतिर मात्रै बनाउँछौँ। त्यतिखेर मात्रै दिन्छु। आफ्नोको लागि रोप्नुलाई चाहिँ यसलाई वरिपरि हल खनेर माटैसँग लगेर कहाँ रोप्नु पर्ने त्यसरी रोप्छौँ। डाइरेक्टै रोप्छौँ। यो चाहिँ लानु निकै गाह्रै हुन्छ। अब लाने मान्छेले किनभने अब यो निकै ठुलै छ। अब गाडीमा लाँदाखेरि गाडीमा हल्लिन्छ के हुन्छ। यत्रो लानु चाहिँ निकै गाह्रै पर्छ। त्यस कारणले यत्रो डाला चाहिँ सजिलै लान्छ। तल यो बढ्नु ढिलो यत्रो बुनी बनाइदिन्छ बनाउँदा चाहिँ मन ढिलो भयो। यो त लगेको साल नै हुन्छ अर्को साल त अर्को सालदेखि अब यो तपाईँको यही साल उस्तै पर्यो भने यहीँनिर अडिन्छ। दाना 1-2वटा त फल्छ यो साल मनकै फल्छ है? फल्छ। हस् तपाईसँग धेरै राम्रो कुरा गर्यौँ हैन? हजुर तपाईसँग कुराकानी गरेको भिडियो हामीले सामाजिक सञ्जालमा जस्तो त्यसै राखेका छौँ र मनमा लागेको कुरा अवश्य नै कमेन्ट बक्समा लेख्नु ला। आजको बसीबाट म पनि बिदा हुन चाहन्छु। धन्यवाद।